थवाङको पहिरो एउटा दुःखद खबर। रोल्पाको थवाङबाट आएको यो खबरले फेरि एकपटक मन भारी बनाएको छ। अविरल वर्षापछि थवाङ गाउँपालिका 5 कोटल बारामा गएको ठुलो पहिरोमा परि 10 जनाको ज्यान गएको बताइएको छ भने अझै केही बेपत्ता छन्। पहिरोले घर तथा गोठहरू पुरिएका छन्। 2 जना घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ। बेपत्ताहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। तर लगातार वर्षा भइरहेका कारण लेदोसहित पहिरो खसिरहेकाले उद्धारमा कठिनाइ भइरहेको पनि बताइएको छ। यो केवल एउटा समाचार होइन, यी 10 जना कसैका परिवार थिए, कसैका बुबा, कसैका आमा थिए, कसैका छोराछोरी थिए। अहिले यी परिवारमा कति ठुलो पीडा परिरहेको छ। यस्तो दुःखको समयमा हामी सनसनी होइन, सत्य र संवेदना बोकेर उभिनुपर्छ। थवाङका पीडित परिवारप्रति हार्दिक श्रद्धाञ्जली। बेपत्ताहरूको सकुशल उद्धार होस् भन्ने कामना गर्दछौँ। यस्तै सत्य र तथ्य जानकारीका लागि तपाईँले हाम्रो युएस चौतारी मिडियालाई फलो, लाइक, सेयर र सब्सक्राइब गर्न सक्नुहुनेछ।